म बाबालाई भेट गर्न जान्छु। बाबाको धेरै याद आएको छ। खै तेरो बाउ कहाँ गएको? सहरमा हो कि अन्तै कतै गएको हो कि? कहाँ जान्छस् त भेट्न? तल दुर्गा अङ्कलसँग एड्रेस छ रे। पल्लो गाउँमा बसेका छन् रे। म दुर्गा अङ्कलसँगै जान्छु नि ल आमा। खै तेरो बाउलाई हाम्रो याद आउने होइन? जान्छस् भने जान त। हुन्छ आमा, म भोलि नै जान्छु। यदि आउनु मान्नुभयो भने म सँगै लिएर आउँछु नि। आफ्नो बाउ आमा मर्दा त नआउने मान्छे अब आउलान् भन्ने के आशा हामीलाई? सीता, सीता, ए तपाईँ आउनुभयो? धेरै पछि तपाईँलाई हाम्रो याद आएछ नि। सीता, मलाई माफ गर। मबाट गल्ती भएकै हो। अब यस्तो गल्ती कहिले गर्दिन। मैले भनेको थिएँ नि आमा, म बाबालाई लिन गएपछि म लिएरै आउँछु भनेर। देख्नुभयो त? ल ल धेरै नफुर्का, हिँड भित्र जाउँ। हिँड्नुहोस् तपाईँ पनि भित्र। अनि सीता, छोरी देख्दिन नि? खै त खेल्न गएकी छे, आइहाल्छ नि। बाबा, मेरी छोरी। ओइ, उठ। यहाँदेखि अझै 4-5 घन्टा टाढा जानु छ अरे। काका, रामप्रसाद खवास बस्ने यही हो? यही हो। तपाईँ को हो? म लवकुश, रामप्रसाद खवासको छोरा। के भन्नुभयो छोरा? हो, म उहाँकै छोरा हो। उहाँलाई भनिदिनुहोस् कि पल्लो गाउँबाट छोरा आएको छ भनेर। होइन, कति स्वास्नीको पोइ हो यो? यतिका वर्षपछि छोरा भनेर आउने, त्यही पनि सोधिदिनु पर्यो एकपटक। मजा आइरहेछ होइन त? यतातिर मिस्नु न, यतातिर भइहाल्छ नि। सुन्नुहोस् न, रामप्रसादलाई बोलाउनुहोस् न, म उहाँलाई भेट गर्न आएको। लवकुश, त यहाँ आन बसा। बाबा, यो कस्तो हालतमा बस्नु भएको? बाबु, तेरो कान्छी आमा हो उहाँ। अनि सुन त, बुबा आमा सीता यशोदा सन्चै छन्? हजुरबा हजुरआमा बितिसक्नुभयो। आमा र बहिनी सन्चै हुनुहुन्छ। अनि यो सब कसरी भयो? मलाई त फेरि कसैले खबरै गरेनन्। खबर पनि कसरी गरौँ? म नै त्यो गाउँ छोडेर हिँडेपछि कसले गरौँ? बाबु, तेरो दाइ यस्ता अहिले गरेलाई म कसरी आफ्नो दाइ भन्नु ड्याड? माई स्ट्याटस कान्ट म्याच विथ हिम। आइ एम सरी। आफ्नो छोरासँग मात्रै झिनेर नबस। जाऊ खुरुको खाना बनाऊ। मलाई रेस्ट गर्न देऊ, म रेस्ट गर्छु।
सरिता त्यो लभकुशलाई अलिकति पैसा दिएर पठाउ न, ल्याउ न। पैसा बोटमा फल्छ? कहाँ छ पैसा? लाउ यो 100 रुपियाँ छ, यही दिएर पठाइदेऊ। पैसा बाबा मेरो पर्स छुटेछ, म लिएर आउँछु है। ए राम, तिम्रो यो चल्लालाई यहाँबाट दबाउ त। तिमीलाई मैले पहिले भनेको होइन मेरो अनुमति बिना मेरो कोठामा आउन नदेऊ कसैलाई भनेर? हामी भने यस्तो अवस्थामा बसेको छौँ, ऊ भने मोज मस्ती गरेर बसेको छ। आखिर तिमीहरू पनि उसैको सन्तान त हो नि। हो आमा, उनीहरूको ठुलो पहुँच रहेछ। हामीहरू त उनीहरूको लागि कहाँ हो कहाँ। किन हाँसेको छोरा त? केही होइन आमा, मलाई त्यहाँ एकजना मान्छेले बुढीको ढाड मोलेको सम्झेर हाँसो लाग्यो। तर तपाईँलाई त बुवाले नै ढाड मोलाउँथे। बजारमा त बुढाले बुढीको स्याहार गर्दा रहेछन् आमा। बजारमा बस्ने मान्छेहरू बाबु के धर्म के पाप उनीहरूलाई केही पनि मतलब हुँदैन। जे पनि खान्छन्, जे पनि बोल्छन्। गाउँमा बसेर तपाईँले धर्म गरेर के भयो त? बाले अर्कै टिपेर गइहाले। म यहाँ छु त्यसैले त्यो नआएको होला। मैले यो छोराछोरीलाई के खुवाउने कसरी पाल्ने भएको जग्गा जमिन सबै बेचेर लग्यो। मसँग अब केही छैन। अनि यो छोराछोरीमा खुन त उसको पनि छ। मैले केही त गर्नै पर्छ, तर के गरौँ? गाउँमा बसेर तपाईँले धर्म गरेर के भयो? बाले अर्कैले टिपेर गइहाले। छोरो हाँस्दै आएको छ। सायद उहाँ बाउसँग गयो भने खुसी हुन्छ होला। उनीहरूलाई बाउसँग पठाउनु भए पनि मैले केही गर्नै पर्छ। माइली आमा। हजुर। मेरो आमा कहाँ जानुभएछ? बिहानदेखि आउनु भएकै छैन। तिम्रो आमा त पल्लो गाउँको हरिसँग पहिला भागी। तिमीलाई बहिनीलाई लिएर बाबा भएको ठाउँमा जानु भने हन्। के गर्दैछस्? तैँले खाना बनाइसकेको छैनस्? भात पाकिसक्यो, तरकारी बनाउनु बाँकी छ। अनि आमा कहाँ जानुभएछ त? आउनु भएन? आमा बाबालाई लिन जानुभएको छ। ल ल खाना बना छिटो।
के गर्ने गर्ने के भयो बहिनी तिमीलाई मलाई त्यो बाटोमा केटाहरूले जिस्कायो को केटाहरू त्यो तलको केटाहरूले हिँडे जाउँ ओ भाइ मेरो बहिनीलाई तिमीहरूले जिस्काउने जिस्काउने उठ बस गर आइन्दा जिस्कायो भने राम्रो हुने छैन जा हिँड बहिनी बहिनीको बिहे गरिदिनु पर्यो काका हुन्छ म केटा खोज्छु लवकुश तिमीले भएको सम्पत्ति सबै बेचेर बहिनीको बिहे गरिदेऊ अब तिमी के गर्छौ अङ्कल अब मेरो एक्लो जीवनलाई किन पिर गर्नु पर्यो र अब म पैसा कमाउन लाग्छु पैसा भन्दा ठुलो चिज अरू केही छैन यो कलियुगमा पैसा भए सबै नाता सम्बन्ध छ होइन भने आफ्नै बाआमाले छाडेर जान्छन् पैसा नहुँदा नचिन्नेहरू धेरै छन् यहाँ त्यसैले म धनी मान्छे बन्ने छु अङ्कल हे भगवान यो बाबुलाई रक्षा गर्नु हे भगवान ओइ केटाहरू तिमीहरू किन सर मेरो आमा मरिन् बाले अर्की कान्छी बुढी ल्याएर बसे कान्छी आमाले मलाई माया गरिनन् अनि मेरो डाक्टर बन्ने सपना पुरा भएन त्यसैले म यहाँ आएर बसेको सर मेरो बाबा र आमालाई पहिरोले बगाए मेरो डाक्टर बन्ने इच्छा पुरा भएन त्यही भएर म यहाँ आएर बसेको यो संसारमा मेरो कोही छैन म वकिल बन्न चाहन्छु आऊ केटाहरू गाडीमा बस